हेलो गाइस, सबैजनालाई नमस्ते। हिजो चाहिँ हामी यहीँ बसेका थियौँ अनि यहाँ चाहिँ साथीहरू छन्। दिदीले चाहिँ बिदा कार्यक्रम गर्दै हुनुहुन्छ फुल र टिका लगाएर। अनि यहाँ चाहिँ साथीहरू पुरा रेडी अवस्थामा छन्, सबैजना जान लाग्यो। अनि यहाँ चाहिँ तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ, यता पछाडिको एकदम राम्रो छ है। तपाईँहरू पनि यता आउँदाखेरि दिदीकोमा बसेर आनन्द लिन सक्नुहुन्छ यहाँको है, यहाँ भ्यू हेर्दै। हेलो गाइस, अब हामी चाहिँ यहाँबाट सिन्डेसको लागि निक्लेको तल। यहाँबाट हाम्रो गाडी चाहिँ पोखरासम्मको छ। हेलो गाइज, रमाइलो भयो नि मिसन? ल सही हो। के छ आशिष सर, रमाइलो भयो नि? ल सही हो। ल गाइज, अब यहाँबाट हामी हिँडिसकेका छौँ होइन। टक्क अरू चाहिँ अगाडि गइसके। के छ त अश्विन सर? रमाइलो भयो नि है? आकाश दामी यार, दामी लाइफ टाइम एक्सपिरियन्स हो। सही हो, हामीले नाइट एक्सपिरियन्स पनि गऱ्यौँ है। जस एकदम रमाइलो भयो हामीलाई। अब यहाँबाट निस्किँदैछौँ हामी सबजना, अरू चाहिँ अगाडि गइसके। हेलो गाइज, फाइनली चाहिँ हामी सिक्लेस गाउँमा पुगिसकेका छौँ। यहाँबाट हाम्रो यात्रा चाहिँ पोखरासम्मको हुन्छ। तल गाडी वेट गरिरहेछ, गाडी चाहिँ आइसकेको छ अरे। अनि त्यसपछि हामी चाहिँ यहाँबाट पोखरा गइसकेपछि पोखरा बस्ने प्लान छ। अब हेरौँ के हुन्छ। जे होस्, रमाइलो गरियो, रमाइलो भइरहेछ। ट्रेकिङ चाहिँ अझै गरिरहेकै छौँ होइन। जे होस्, धेरै नै रमाइलो भयो। ल गाइज, आशिष र म चाहिँ अगाडि अगाडि जाँदैछौँ, अरू चाहिँ साथीहरू चाहिँ पछाडि आउँदैछन्। जे होस्, रमाइलो भइरहेछ होइन। कस्तो लागिरहेछ त आशिष? एकदम रमाइलो लाइफ टाइम एक्सपिरियन्स होइन। हामी आयो, एकदम खुसी लाग्यो। जे होस्, रमाइलो हुँदो रहेछ होइन ट्रेकिङ गर्नु पनि। ट्रेकिङ चाहिँ थुप्रै गर्नुपर्छ गर्न चाहिँ, त्यही पनि जे होस् रमाइलो चाहिँ हुन्छ, एकदम रमाइलो हुन्छ। तपाईँहरू आउँदा पनि सामानहरू चाहिँ धेरै बोकेर नआउनु, त्यही हो। सक्नुहुन्छ भने मात्र आउनु, नत्र भने ल गाइज, फाइनली हामी चाहिँ बस स्ट्यान्ड पुगिसकेका छौँ होइन। म चाहिँ अलि अगाडि छु, साथीहरू आउँदैछन् होइन। तपाईँले मेरो यता बस स्ट्यान्ड हेर्न सक्नुहुन्छ। अब हामी यहाँबाट चाहिँ पोखराको लागि निस्किनुपर्छ होइन। अरू साथीहरू चाहिँ पछाडि आउँदैछन्। जे होस्, रमाइलो भइरहेको छ। गाइज, हामीहरू चाहिँ पतिचालयमा बसिरहेछौँ। अब हाम्रो गाडी चाहिँ आउँदैछ अनि त्यसपछि हामी पोखराको लागि निस्किने। सबजना यहीँ बसिरहेछौँ सबजना। ल गाइज, हाम्रो गाडी आइसकेको छ होइन। हामी हिँड्नुपर्ने हुन्छ पोखराको लागि, त्यही भएर पोखरा चाहिँ जाँदैछौँ हामी यहाँबाट। अब एकैछिनमा हेर्छौँ, प्याकिङ हुँदैछ यहाँ।